श्रोताहरू, नीतिको प्रसङ्ग हामी यहाँहरू समक्ष राख्ने क्रममा छौँ। महाभारतको उद्योग पर्वको 38औं अध्याय विदुर नीतिको 6औं अध्यायको प्रसङ्ग छ। विदुर भन्नुहुन्छ, ऊर्ध्वं प्राणा हितक्रामन्ति युनस्थ विरायति प्रत्युत्थानाभिवादभ्यां पुनस्तान प्रतिपद्यते। अप्रत्याशित रूपले वृद्ध पाएको महान व्यक्ति, उच्च व्यक्तित्व कुनै कम उमेर भएको अथवा नवयुवकको घरमा पुग्दछ भने त्यति बेला त्यस नवयुवकलाई होस हवास नै हराए जस्तै प्राण नै जान्छ कि जस्तो गरेर स्वा स्वा फुवाफाको अवस्थामा पुग्दछ। त्यसपछि बिस्तारै जब ऊ अभ्यागतको स्वागतका लागि उठेर नमस्कार गर्दछ अनि मात्र ऊ आफ्नो पूर्व स्थितिमा आइपुग्दछ। त्यस्तो तपाईँ हामीलाई पनि कहिलेकाहीँ परेको हुन सक्दछ। पीठम दत्वा साधवेभ्यागतायो आनीयाप परिनिर्णज्य पादौ सुखम पृष्ट्वा प्रतिवेदात्मसंस्थां ततो दद्याद् अन्नमवेक्ष्य धीरः। कुनै धीर पुरुष जब सज्जनका घरमा आउँदछन्, घरवालाले सबैभन्दा पहिले आसन प्रदान गरोस्, आसन दिएर बसाउने काम गरोस्, त्यसपछि जल ल्याएर गोडा धुने काम गरोस् अनि भलाकुसारी गरिसकेपछि आफ्नो परिचय बताओस्, त्यसपछि आवश्यकता हेरेर भोजन गराओस्। यशोदकं मधुपर्कं च काम च न मन्त्रवित् प्रतिगृह्णाति गेहि लोभाद् भयादथ कार्पण्यतो वा तस्यानर्थं जीवित बाहुरार्य। कुनै पनि व्यक्तिले वेदवेत्ता ब्राह्मणलाई जल, मधुपर्क र गाई आदि सामग्री दिन्छ, तर ब्राह्मणले दातामा लोभ, भय, कन्जुसी रहेको आभास प्राप्त गरेर मतलबी दान हो भन्ने ठानेर यी सामग्रीहरूलाई स्वीकार गरेनन् भने दान नै गर्ने भए तापनि यस्ता गृहस्थीको जीवन व्यर्थ छ भनेर ठुला बडाले भन्ने गर्दछन्। चिकित्सकशाल्यकर्तावकीर्णौ स्तेन क्रूरो मद्यपो भ्रूणः च सेनाजीवी श्रुतिविक्रायकस्य वृषं प्रियोप्यतिथिरेणोदकारः। पैसा कमाउने उद्देश्यले औषधि उपचार गर्ने वैद्य अथवा डाक्टर, मर्मान्तक पीडा दिने चिरफार गर्ने शल्य चिकित्सक, ब्रह्मचर्य पालना गर्न नसकेको चोर, क्रूर जड्याहा गर्भ श्राप गराउने, भाडामा दङ्गा फसाद गरी हुल्या काम गर्ने, गुण्डागिरी गरेर जीवनयापन गर्ने व्यक्ति, वेद ज्ञानलाई बेच्ने अर्थात् पैसा लिएर वेद पढाउने काम गर्ने व्यक्तिहरू घरमा आउँदा गोडा धुनेर पूजा सत्कार आदि कार्य गर्नु हुँदैन। यस किसिमका मानिसहरू भए पनि आफ्नो घरमा आउँदा आदर गर्न भने आफूले छोड्नु हुँदैन। यसको आशय बुझ्यौँ होला। धेरै सत्कार चाहिँ गर्नु पर्दैन, आफ्नो घरमा आउँदा आदर सम्मान चाहिँ सबैलाई गर्नु पर्दछ भन्ने यो आशय हो। अभिक्रयं लवणं पक्वमन्नं दधिक्षीरं मधुतैलं घृतं च तिलामांसं फलमूलानि शाकं रक्तं वाशः गुडाश्च। नुन, पकाएको अन्न, दही, दूध, मह, तेल, घिउ, तिल, मांस, फलफूल, मूला अथवा गाजर, सागपात, रातो रङ्गको लुगा, सुवासित धूप, अत्तर आदि, गुण अथवा शक्कर आदि चिजहरू बेचबिखन गर्नु हुँदैन भनेर अब यो त सम्भव छैन। अहिले बिक्री गर्न अयोग्य वस्तुको यो फेहरिस्त न्यूनाधिक रूपमा मात्र शास्त्रहरूमा चर्चा गरिएको छ भने यी सबै वस्तुहरू कुनै गृहस्थीको घरमा आएर आफैले प्रयोग गर्ने उद्देश्यले मागेमा पैसा नलिकन गृहस्थीले दिनुपर्दछ भन्ने यस श्लोकको आशय हो, मनसाय हो। अहिलेको समयमा मिसावट गरेर बिक्री गर्ने प्रचलन बढी मात्रामा हुने गरेको हुनाले दूध, तेल, घिउ आदि उपभोग्य पदार्थ बिना रकम सीमित मात्रामा उपभोक्तालाई दिने गर्दा सम्भावित मिसावटी दुष्कार्यहरू परोक्ष रूपले हतोत्साहित हुँदै जानेछन् भन्ने तर्क यस श्लोकले अघि सारेको छ। अरोपणो यशमलोष्टाश्मकाञ्चन प्राहीण शोको गतिसन्धि विग्रह
निन्दा प्रशंसो परत प्रिया प्रिये त्यजन्नुदासीन वदेषु भिक्षुकः। क्रोध अथवा रिस नगर्ने, ढुङ्गा र सुनलाई एकै नाश सम्झने, शोक र पीरले मुक्त भएको, सन्धि र झगडा, स्नेह र वैरभाव नगर्ने, निन्दा र प्रशंसा दुवैमा समभाव राख्ने, मन परेको नपरेको जे जस्तो सुकै वस्तु होस् त्यागिदिने, यस किसिमको उदासीन समान भएका सन्यासी अत्यन्त महान र पुण्यात्मा हुन्छन्। निवार मूलें गुदशाक वृत्तिः सुशयतात्माग्नि कार्येषु चोद्यः वने वसन्नतिथि स्वप्रमत्तो धुरन्धर पुण्यकृदेश तापसः। वनमा पैदा हुने पदार्थ तृणधान्य, सामाको धानको चामल, कन्दमूल, चिउरी, सागपात आदि खाएर जीवन धान्ने, मनलाई नियन्त्रणमा राख्ने, अग्निहोत्र आदि यज्ञ गर्ने, वनमा बसेर पनि अतिथि सत्कारमा सदैव तत्पर रहने वानप्रस्थी पुण्यात्मा तपस्वी जनहरू चाहिँ श्रेष्ठ मानिन्छन्। अपकृत्य बुद्धिमतो दूरस्थो स्मृति नाश्वसेत दीर्घौ बुद्धिमतो बाहु याल्याम हिंसति हिंसितः। जसले बुद्धिमान व्यक्तिको ठुलो हानि नोक्सानी गरेको छ, हानि नोक्सानीमा परेर टाढा गइबसेको भए पनि म त्यो बुद्धिमान मान्छेदेखि टाढा रहन्छु, उसले मलाई के नै बिगार्ला त भन्ने कुरा मनमा लिनु हुँदैन, नल्याओस्। किनभने सताइएको बुद्धिमान मानिसको हात लामो हुन्छ, अर्थात् त्यस्ता व्यक्तिहरू ज्यादै शक्तिशाली हुन्छ, उसले आफ्नै बाहुबलले बदला लिएर नै छाड्नेछ। न विश्वसेद विश्वस्ते विश्वस्ते नाति विश्वसेत विश्वासाद भयमुत्पन्नं मूलान्यपि निकृन्तति। विश्वास गर्न नहुने मानिसलाई कहिले पनि विश्वास नगरोस्, तर जो विश्वास गर्न लायक मित्र नै भए पनि उसलाई धेरै मात्रामा विश्वास नगरोस्। किनभने यस किसिमको ज्यादै विश्वासले के हुन्छ, डर पनि पैदा गराउँदछ। विश्वस्त व्यक्तिबाट उत्पन्न भएको डर शत्रुको डरभन्दा पनि भयङ्कर हुन पुग्दछ। यस्तो भएले व्यक्तिलाई जरैदेखि नष्ट बनाउँदछ। अनिसुर गुप्तदारश्च संविभागी प्रियं वदः श्लक्ष्णो मधुरवाक् स्त्रीणां न चाशां वशगो भवेत्। सज्जन व्यक्तिले कहिले पनि कसैको ईर्ष्या र डाह नगरोस्, स्त्रीहरूको रक्षा गरोस्, सम्पत्तिको पनि एक आपसमा परस्परमा नोकर चाकर समेतलाई दिएर भागभण्डा गरेर उपभोग गरोस्, मिठो बोली बोल्ने गरोस्, स्वभावमा सरलता रहोस्, नारीहरूसँग मधुर वचन बोलोस्, तर स्त्रीका वशमा भने नपर्ने नपरोस्। पूजनीया महाभागा पुण्यास्य गृहदीप्तयः स्त्रियो गृहस्योक्तास्तस्माद् रक्षा विशेषतः। स्त्रीहरूलाई घरकी लक्ष्मी तथा आदरयोग्य भनिएको छ। यिनीहरू सौभाग्यशालिनी, महालक्ष्मी समान पवित्र, घरको शोभा बढाउने काम गर्दछन् भने त्यसैले विशेष रूपले गृहिणीको रक्षा गर्नुपर्दछ। गृहिणीको जुन घरमा अभाव रहन्छ त्यो घर श्मशान बराबर हुन्छ। पितुरन्तःपुरं दद्यान् मातुर्दद्यान् महानशं गोशूचात्मशमं दद्यात् स्वयमेव कृषिं व्रजेत् भृत्यैर्वाणिज्यचारं च पुत्रैः सेवेत च द्विजान्। कुनै पनि व्यक्तिले आफ्नो अन्तपुर गृह प्रबन्ध सम्बन्धी कामको जिम्मा आफ्नो पितालाई लगाओस्, किनकि बाबु समानको हितैषी व्यक्तिहरू कोही पनि हुन सक्दैन। भान्सा र खाना पिउने कुराको व्यवस्था आफ्नै आमाको जिम्मामा दियोस्। गाई वस्तुभाव र सम्पत्तिको देखभाल आफ्नो आत्मीय एवं मन परेको मानिसद्वारा गराओस्। खेतीपातीको हेरचाह आफू स्वयंले गरोस्। व्यापार र लेनदेनको काम कारबाही नोकर अथवा सेवकद्वारा गराओस् र ब्राह्मणहरूको सेवा भने आफ्नो पुत्रबाट गराउने गर्नु पर्दछ। अदभ्योग्निर्ब्रह्म तच्छत्रमश्मनो लोहमुत्थितं तेषां सर्वत्रगं तेजस्वासु योनिषु शाम्यति। पानीबाट आगो, ब्राह्मणबाट क्षत्रिय, पत्थरबाट फलाम आदि धातुहरू पैदा भएका छन्। यसै कारणले यी पैदा भएका वस्तुहरूको सर्वव्यापी प्रभाव पनि आफूलाई पैदा गर्ने वस्तुहरूमा नै गएर शान्त हुन पुग्दछ।
अर्थात् पानीले निभाउने काम गर्दछ। ब्राह्मणहरूले क्षेत्रीलाई शान्त गराउँदछन् अनि फलामलाई पनि कडा पत्थरले बङ्ग्याइदिने काम गर्दछ, बङ्ग्याउँदछ। नित्यं शान्तकुले जातः पावकोपमतेजसः क्षमावन्तो निराकारः काष्ठेऽग्निरिव शेरति। श्रेष्ठ कुलमा उत्पन्न भएका पैदा भएका अग्नि समान तेजस्वी साधु पुरुषहरू सदैव क्षमाशील हुन्छन्। यस किसिमको विकार रहित व्यक्ति रुखको टोड्काभित्र लुकेर रहेको आगो समान सदैव शान्त भएर बस्दछन्। यस्य मन्त्रं न जानन्ति बाह्याश्चाभ्यन्तराश्च ये स राजा सर्वतश्चक्षुश्चिरमैश्वर्यमश्नुते। जसको गुप्त कुरालाई उसका शत्रु र मित्र कसैले पनि थाहा पाउन सक्दैनन्, त्यस किसिमको गम्भीर स्वभाव भएको शासकले अथवा राजाले नै लामो समयसम्म वैभवलाई, ऐश्वर्यलाई उपभोग गर्न पाउँदछ। करिष्यन्न प्रभाषेत कृतान्येव तु दर्शयेत् धर्म कामार्थ कार्याणि तथा मन्त्रोभिधीयते। धर्म काम अर्थ सम्बन्धमा पछि गरिने कामहरू सम्बन्धमा पहिले थाहा पूर्व जानकारी दिइरहनु हुँदैन। अर्थात् धर्म काम अर्थ सम्बन्धका कृत्यहरूलाई पहिले थाहा नदिनु, यी कामहरू गरिसकेपछि मात्र प्रकट गर्नुपर्दछ। यस्तो गर्ने गर्यो भने के हुन्छ, राजा अथवा शासकका गोपनीय कुरा अथवा विचारका सम्बन्धमा कसैले चाल पाउँदैनन्, आफ्नो भनक दिनु हुँदैन भन्ने यसको आशय हो। गिरिपृष्ठमुपारुह्य प्रासादम्बारहो गतः अरण्ये निश्चलाके वा तत्र मन्त्रोभिधीयते। त प्रशासक राजाले महत्त्वपूर्ण कुराको गोप्यताले विचार गर्नुपर्दा डाँडाको टुप्पामा दरबारको माथिल्लो छतको एकान्त ठाउँमा अथवा वनको घाँस आदि नभएको दुर्गम स्थानमा गएर विचार गर्नुपर्दछ। नासुरित परमं मन्त्रं भारतार्हति वेदितुम् अपण्डितो वापि सुरित पण्डितो वाप्यनात्मवान् नापरीक्ष्य महीपाल कुर्यात् सचिवमात्मनः अमात्ये अर्थलिप्सा च मन्त्ररक्षणमेव च कृतानि सर्वकार्याणि यस्य पारिषदा विदुः धर्मे चार्थे च कामे च स राजा राजसत्तमः गूढमन्त्रस्य निपतेस्तस्य सिद्धिरसंशयम्। जो साथी होइन, साथी भएर पनि बुद्धिमान छैन अथवा मूर्ख छ, बुद्धिमान भएर पनि आफ्नै मनलाई नियन्त्रण गर्न सक्दैन, चञ्चले अथवा बकबकै छ, त्यस्तो साथी गोपनीय कुरा थाहा पाउन योग्य हुँदैन, योग्य छैन। त्यस्तालाई आफ्नो कुरो नभन्नु। राम्रोसँग जाँचबुझ नगरी कसैलाई पनि आफ्नो मन्त्री नबनाओस्, किनभने नयाँ राज्यका साथसाथै धन प्राप्तिको चाहना र गोप्य कुराहरूलाई गोपनीय बनाउने जिम्मेवारी केमा हुन्छ, मन्त्रीमा नै निहित हुन्छ। जुन राजाको धर्म अर्थ र काम सम्बन्धी सबै कार्यहरूका सम्बन्धमा उसका सभासदहरूलाई पनि काम गरिसकेपछि पुरा भइसकेपछि मात्र थाहा हुने गर्दछ। यस किसिमको गोपनीयता कायमै राख्ने विश्वासिला मन्त्री जुन शासक अथवा राजाले प्राप्त गरेका हुन्छन्, उनीहरूले सफलतापूर्वक राज्यको सञ्चालन गर्दछन्। अप्रशस्तानि कार्याणि यो मोहादनुतिष्ठति स तेषां विपरिभ्रंशात् भ्रंशते जीवितादपि। मोहका कारण जसले निन्दित काम गर्ने गर्दछ, यस किसिमको कामद्वारा निस्कने विपरीत परिणामले गर्दा उसले आफ्नो जीवन नै गुमाउनु पर्दछ। कर्मणां तु प्रशस्तानाम् अनुष्ठानां सुखावहम् तेषामेवाननुष्ठानं पश्चात्तापकरं मतम्। असल र राम्रो अथवा उत्तम कार्य गर्नु नै सुखदायी हुन्छ। यस किसिमको राम्रो कर्म नगर्नु अथवा गर्न छाड्नु नै के हो, दुःखको कारण हो। अनधित्य यथा वेदान् न विप्रश्राद्धमर्हति एवं मश्रुत षाड्गुण्यो न मन्त्रम श्रोतुमर्हति। जसरी वेद नपढेको ब्राह्मणको श्राद्ध गराउने अधिकार हुँदैन, त्यसै गरी नै राजनीतिका 6वटा गुणहरू सन्धि, विग्रह, यान, आसन, द्वैधीभाव, समाश्रयलाई नबुझिकन गोपनीय विषय थाहा पाउने उसलाई अधिकार रहँदैन। त अतिथि सत्कार गर्दा मधुपर्क दिइने गरिन्छ। मधुपर्क भनेको के हो, दहीलाई गुलियो हुने गरी मह मिसाइएको पदार्थ हो।
मधुपर्क दिन योग्य ठानिएका महानुभावहरू 6 जना हुन्छन्। स्नातक, आचार्य, पुरोहित, राजा, ज्वाइँ र असल एवं प्रिय साथी। अर्घ पनि दिने प्रचलन छ। वेदविद ब्राह्मण, आचार्य अथवा पुरोहित यी अर्घ्य छन्। श्राद्ध भन्नाले पितृकर्म अथवा मृतकको कृत्यलाई बुझ्नु पर्दछ। श्राद्ध कार्यको अधिकार वेद जान्ने ब्राह्मणलाई मात्र प्राप्त गरेको छ, उसलाई मात्र भएको छ भन्ने कुरा यो श्लोकले पुष्टि गरेको छ। त्यसकारण श्राद्ध आदि पितृकार्यमा पढे लेखेको वेद जान्ने ब्राह्मणलाई मात्र संलग्न गराउनु पर्दछ यथासम्भव। अब अहिले त्यो त बडा गाह्रो भइसकेको छ। जे जस्तो छ त्यही अवस्थामा भन्दा पनि यो कुरोलाई विचार गर्नुपर्ने कुरो यहाँ उल्लेख गरिएको प्रसङ्ग र यसरी गोपनीयताको राजनीतिक विषयसँग सम्बन्धित भएका 6वटा गुणहरू पनि रहेको छ भनेर बताइएको छ। पहिलो, सन्धि। शत्रुसँग अथवा छिमेकी अथवा अरू राष्ट्रको सरकारसँग सहयोगको निम्ति वचन दिनुको कार्य गर्नु, सम्झौता गर्नु, यो सन्धि हो। त्यसैगरी विग्रह। शत्रु अथवा अरू विधर्मी, बदमास, प्रजापीडक, शासकहरूसँग टाढा रहनु अथवा सम्बन्ध विच्छेद गर्नु, यो विग्रह हो। यान। शत्रुलाई आक्रमण गर्नु हो। आसन। उत्तेजित पार्ने खालको शत्रुको हाँक सुन्दा पनि आफ्नो पक्ष निर्बल छ भन्ने सम्झेर आफूतर्फ शक्ति सञ्चय भई सक्षम नहोन्जेलसम्म चुप्प लागेर बस्नु। त्यसै गरी द्वैधी भाव। 2 किसिमको मनसाय लिनु। देखावटी रूपले वैरीसँग मित्रता गर्नु, भित्री तवरले भने शत्रुता राखी आफ्नो सेनालाई 2 भागमा विभाजन गरेर एउटाबाट धावा बोल्नु अथवा वैरीतर्फ आक्रमणको कार्य गर्नु, अर्को टुकडीलाई प्रत्यक्षहरूले देख्ने गरेर अपमानित गर्नु र गोप्य रूपले शत्रु पक्षमा मिल्न पठाउनु। आफूसँगबाट छुट्टिएर शत्रुतर्फ मिलेको यस किसिमको सेनाको टुकडीले लडाईँको बेलामा शत्रुको सेनाभित्र पसेर त्यसलाई नष्ट बनाउँदछन् भने 6औं समाश्रय। आफूभन्दा बलियो र सुयोग्य राजाको आश्रयमा गएर शरण लिई सुरक्षित भएर बस्नु। त राज्यको बागडोर सम्हाल्ने सत्ताधारी शासकलाई बेला बेलामा यी 6वटै तरिकाहरू अवलम्बन गर्नुपर्ने हुनाले गोपनीय सरसल्लाहका लागि सुयोग्य तथा समर्थवान व्यक्तिलाई नियुक्त गर्नु नै परम आवश्यक हुन्छ। आदरणीय श्रोताहरू, राज्य सञ्चालन कसरी गर्ने, राज्यलाई समृद्ध कसरी बनाउने भन्ने सम्बन्धमा यी नीतिहरू ज्यादै मननीय छ। राज्य सत्तामा बस्ने प्रशासकहरूले पनि यस्ता नीतिहरूलाई सुनेर, पढेर, अवलम्बन गरेर राज्यलाई समृद्ध बनाउने उपायको ज्ञान होस् भन्दै हामीले यस्ता प्रसङ्ग यहाँहरू समक्ष राख्ने गरेका छौँ। त्यति मात्र नभएर तपाईँ हामीलाई पनि ज्यादै मननीय प्रसङ्ग आगामी दिनमा पनि हामी धृतराष्ट्रलाई माध्यम बनाएर तपाईँ हामी सबैलाई दिनुभएको ज्ञान यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छौँ। आजलाई यो प्रसङ्ग यति नै।